हेलो एभ्रिवान, सबैजना सन्चै आरामै हुनुहुन्छ होला भनी आशाका साथ म फेरि पनि उपस्थित भइसकेको छु हजुरहरूको बिचमा। स्वागत छ हजुरहरूलाई सधैँझै मेरो युट्युब च्यानलमा। र आज म फेरि जुन विषयहरू लिएर उपस्थित भइसकेकी छु र मेरो भिडियोहरूलाई हजुरहरूले माया गरेर साथ सपोर्ट गर्नुहुनेछ अनि सुरुदेखि अन्तिमसम्म हेरेर पनि साथ सपोर्ट गर्नुहुनेछ भन्ने आशा अनि विश्वास भरोसाका साथ म आइसकेकी छु। र हिजो अस्ति को टाइममा मैले भिडियोहरू लिएर आउन सकेन, त्यसमा क्षमा चाहन्छु किनभने मेरो धेरै कामहरू थियो, त्यसैले म भिडियो बनाउन सकेन। आज फेरि म बनाउँदैछु है। र आजको विषय रहेको छ हामीलाई दुःख किन आउँछ है। दुःख किन आउँछ भन्ने विषयलाई लिएर म उपस्थित भइसकेको छु। हामी मानिसहरूलाई दुःख किन आउँछ अनि सुख पनि किन हुन्छ है, त्यो विषयलाई लिएर म मेरो केही प्रतिक्रिया राख्न गइरहेकी छु हजुरहरूको बिचमा। किनभने हामी मानिस को स्वभाव है, कसको कस्तो हुन्छ कसको कस्तो हुन्छ है। हामीसँग जे जस्तो छ त्यही अनुसारले हाम्रो जीवनमा पनि हरेक कुराहरू भइरहेको हुँदछ। जब दुःख किन हुन्छ भने है, दुःख किन हुन्छ भने कुनै मानिसलाई फेरि जब मलाई दुःख भयो भने मैले अरू मानिसको दुःख पीडाहरू बुझ्न सक्दछु है। त्यस कारणले पनि हामीलाई दुःख आउने गर्दछ। अनि फेरि सुख फेरि किन हुँदछ भने सुख फेरि जुन जो घटी कमीमा छ है, उसको सेवा गर्नको लागि त्यसरी सुखहरू पनि मिलेको हुँदछ। त्यसैले हामीले एक अर्कालाई एकदमै धेरै सपोर्ट गर्नुपर्ने हुन्छ। किनभने मलाई पनि है दुःख परेको बेलामा एकदमै धेरै आफूले जे जस्तो तरिकाले कुन मान्छेलाई कस्तो दुःख परेको छ है, त्यही अनुसारले साथ सपोर्ट गर्नलाई एकदमै धेरै मन पर्दछ है। किनभने कुनै माग्ने मानिसहरू देख्यो भने पनि है, मैले अब आफूसँग कति छ है, कति सहयोग गर्न सकिन्छ। 20 रुपियाँ सकिन्छ कि मैले सानो कुराबाट ल्याएँ है, 20 रुपियाँ सकिन्छ कि 50 रुपियाँ 100 रुपियाँ अथवा 1500 कति सकिन्छ है, त्यही अनुसारले जुन मानिसको स्थिति कस्तो छ त्यो बुझिकन त्यसरी मलाई एकदमै धेरै सपोर्ट गर्न मन लाग्छ। कसैलाई केही उत्साहको खाँचो छ भने कसैलाई उत्साहहरू दिएर, कसैलाई त्यस्तो कुन तरिकाले सेवा पुर्याउन सकिन्छ त्यही अनुसारले मलाई सेवा गर्न एकदमै धेरै मनपर्ने हुँदछ है। त्यसैले अनि त्यस्तो जुन मानिसले दुःख भोगेको छ अनि उसलाई पनि त्यस्तै दुःख महसुस हुँदछ, त्यसैले उसको लागि हामीले साथ सपोर्ट गर्न सक्छौँ। त्यसैले पनि दुःख परिरहेको हुँदछ जुन मानिसलाई। त्यसैले हामी कहिले पनि आत्तिनु हुँदैन है दुःख भयो भनेर। अनि सुख भयो भनेर पनि है हामी त्यसरी मात्तिनु हुँदैन। किनभने एक अर्कालाई सपोर्ट गर्ने भावना हाम्रो हृदयहरू हामीमा हुनुपर्दछ है। त्यो भन्दै गर्दा कतिको मनमा कस्तो हुन्छ, कतिको मनमा कस्तो हुन्छ, तर मेरो त मनदेखि नै है मलाई एकदमै धेरै मनदेखि नै साथ सपोर्ट गर्नलाई एकदमै धेरै रुचाउँदछु। त्यसैले साथ सपोर्ट गर्नुपर्छ भन्ने भावना मलाई है मनदेखि नै आउँदछ। त्यसैले जुन हामी एक अर्काको सपोर्टको लागि हामी सिर्जिएको मानिस हो भन्ने कुरा मलाई एकदमै धेरै याद आउँछ।
त्यस कारणले गर्दा म सपोर्ट गर्नु रुचाउँछु है। अनि कस्तो तरिकाले सपोर्ट गर्न सक्दछौँ त? अब कसैले कसैको लागि केही शब्द बोलेर अथवा साथ सपोर्ट दिने भनेको फरक फरक किसिमको हुँदछ है। जस्तै उदाहरणको लागि यो जुन युट्युब च्यानलमा पनि हेऱ्यौँ भने है, कसैको भिडियोहरू हेरेर अनि फेरि कसैलाई लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर पनि सपोर्ट गर्न सक्छौँ है। सामान्य कुरादेखि नै हामीले एकअर्कालाई साथ सपोर्ट गर्न सक्छौँ। त्यसै गरी हामी जहिले पनि सपोर्टी हुनुपर्दछ, किनभने त्यो सपोर्ट गरेको संसारमा मानिसहरूले नदेखे तापनि परमेश्वरले देखिरहनु भएको हुन्छ। त्यसको फल हामीले अवश्य खान पाउनेछौँ है। किनभने अन्तिमको दिनमा हामीले परमेश्वरलाई अवश्य पनि लेखा दिनु पर्दछ है। न्याय गर्ने भनेको त परमेश्वर हुनुहुन्छ। त्यसैले हामी त्यो न्यायको अगाडि ठहरिँदाखेरि परमेश्वरले मैले सिर्जेको मानिसले के गर्यो है भनेर त्यो ठाउँमा जब लेखा हुँदछ, त्यो समयमा हामीले केही नगरेको भयौँ भने त हामी जसरी एउटा पढाइको उदाहरण लिए फेरि यस समयमा जब हामीले पढाइ गर्दै गर्दा है, जब एक क्लासमा पढ्नको लागि अनि हामीले सालभरि धाउँछौँ अनि फेरि जब त्यसमा पास भएर अर्को ठाउँमा जाने हो है। त्यसै गरी हामी परमेश्वरले पनि हामी मानिसको लागि यस संसारपछि फेरि अर्को ठाउँ पनि राख्नु भएको छ है। त्यो ठाउँमा हाम्रो फेरि काम हेरिन्छ। त्यो समयमा कुनै रूप रङ्ग हेरिन्न है, गोरो कालो सेतो जस्तो होस्, परमेश्वरको नजरमा केही पनि महत्त्व हुँदैन, तर मानिसको काम हेरिन्छ है। त्यसैले हामीले कुनै पनि कामहरू गर्दै गर्दा परमेश्वरको लागि पनि हामीले गर्नुपर्ने हुन्छ है। मानिसलाई हेरेर भन्दा पनि हामीले परमेश्वरलाई हेरेर काम गर्नुपर्ने हुँदछ। त्यसैले हामी एकदमै धेरै साथ सपोर्टी अनि दया मायाले भरिएको मानिस हुनु पर्दछ। धन्यवाद हजुरहरूलाई। के कस्तो लाग्यो मेरो भिडियोलाई हेरेर फेरि पनि माया गरिदिनुहुनेछ भन्ने आशाका साथ यो भिडियोदेखि बिदा हुन्छु र अर्को भिडियोमा आउने बाचा गर्दै म अब हजुरहरूको माझबाट छुट्टिन चाहन्छु र फेरि आउने भिडियोसँगै भेट हुने बाचा गर्दै ओके, बाई बाई एभ्रिवान।